आज जसका पुर्खाले यो देश बनाए, जसका पुर्खाले आज अंग्रेजसँग लडे, जसका पुर्खा तिब्बतसँग लडे, जसका पुर्खा मुगलसँग लडे, तिनका सन्तान आज विदेशी बनिरहेका छन्। एकपटकको नेपाली, सधैँको नेपाली भन्ने नारालाई, नेपालको संविधानलाई पनि संशोधन गरेर नेपाली नागरिकता फेरि कायम गरियोस्। र यदि यो सरकारलाई त्यतिखेर बहुमतको आवश्यकता पर्छ, त्यतिखेर हामी तपाईहरुको पछाडी उभिनेछौँ, 187 पुर्याउँछौँ। यसमा तपाईहरु ढुक्कका साथ काम गर्नुहोस्। म तपाईलाई यो अपिल गर्न चाहन्छु। हाम्रा किसानहरू जसले बाँझो जमिनलाई हराभरा बनाउँछ, आज विदेशी भूमिमा सस्तो मजदुर भएका छन्। आज किसान दाजुभाइहरू मजदुर बन्नुपर्ने बाध्यता छ। त्यो बाध्यताको अन्त्य गर्न हामी एकजुट हुनैपर्छ, हामी सँगसँगै जानैपर्छ। दलभन्दा ठुलो देश हो, मैले यो मान्यता राख्दछु। दलभन्दा ठुलो देश हो। यहाँ को कांग्रेस, को एमाले, को रासपा, को रापरपा, को श्रम संस्कृति, को माओवादी या को तारो भन्ने होइन। हामी सबै नेपाली हो। यो दलगत स्वार्थ त्यागेर सुशासन र विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि हामी एक ढिक्का हुनुपर्छ भन्ने मलाई लाग्छ र हामी एक ढिक्का हुन्छौँ पनि। र सम्माननीय सभामुख महोदय, देशका कतिपय क्षेत्रमा आज सुरुङ मार्गको कुरा भइरहेको छ। आधुनिक पूर्वाधार निर्माण भइरहेका छन्। कयौं ठाउँमा तपाईको आज पूर्वाधार विकासका कार्यक्रम अगाडि बढेका छन्, तर दूर सुदूर कर्णाली र अझै पिछडित क्षेत्रहरूमा अझै पनि कालोपत्रे सडक कस्तो हुन्छ भनेर त्यहाँका दाजुभाइले देख्न पाएका छैनन्। यो सरकारसँग म के आशा राख्छु भने यहाँभन्दा अगाडि गर्दै गरेका असमानताको अन्त्य गर्दै समान विकास सुरक्षित गर्नु वर्तमान सरकारको दायित्व भन्ने लाग्छ र त्यो दायित्व यो सरकारले पूरा गर्छ भन्ने कुरामा म पुनः आशावादी छु।